बानी परेको छ, तर पनि आशा लाग्ने कसैको नराम्रो नगरेसम्म कसैले मेरो पनि नराम्रो नगर्ला कि भन्ने। आफै भन त मेरो मुहारमा किन हाँसो छैन? कसैले थाहा होस् तिमीलाई। खैर, केही गुनासो छैन। जवाफ दिन खोज्दा जीवनले दमदार फर्काउँछ तर्क पनि। हिँडिरहँदा एक्लै भन्दैन कसैले फर्क पनि। मेरो वर्तमान जिन्दगीको अवस्था देख्दाखेरि पनि आज लाग्छ आराम होला बरु अलिअलि नर्क पनि। जे बन्नुपर्ने थियो त्यो बन्न सकेको छैन। पूरा गर्न जिम्मेवारी छन् टन्न सकेको छैन। बाले बेलुका मेसेन्जरमा के भयो भन्ने सोद्धा थकाइ लागेको छ, बा पनि भन्न सकेको छैन। भनेकै थिएँ नि, दौडिने पालो मेरो, अब तिमी बसिराख्नु। आउँदा लाको ब्याङ्कको ऋण छ्याक्क बसिराख्नु। यदि आमा काम गरेर 100 कमाएछु भने 20ले महिना टार्छु मैले, तिमीले हँसिराख्नु। तर बिरामी भएको थाहा नहोस् भने कलबाट तर्क्या छ। पढाइको घाउ सधैँ थियो, ब्याजले नुन छर्क्या छ। काम पैसा पैसा काम, भोल्ट रेमिट र हुन्डी बाहेक अरू कुरा सोद्धाखेरि सबसँग झर्क्या छ। अतीत पनि फेर्न पाए, कास फेर्न पनि दिन्न। जिम्मेवारीले खाँद दिएको छ, बास फेर्न पनि दिन्न। तिमी कसरी घर माग्छौ, गाडी माग्छौ जिन्दगीसँग, मलाई त जिन्दगीले चैनसँग सास फेर्न पनि दिन्न। जसले पनि चिनिहाल्छ आँखा रातादेखि, केटो सुत्या छैन विगत 2-3 सातादेखि। यसको 1500 हप्तामा 2000 साथीको, अर्को साथीको कमाइ हुन्छ 2500 माथिको। मेरो कमाइ 800, 200 घर भाडाले खान्छ। बाँकी पैसा पत्ता हुन्न कहाँ जान्छ। दिनभर काम गर्छु, अब पाए राति पनि। 10 लाख पठायो अरे घरमा आफ्नै साथी पनि। स्वास्थ्य अनि देखेका सब सपना गिथोलेर, पैसो छाप्छु परे आफ्नै निन्द्रा बिथोलेर। थाहा छ जीवन राम्रो हुन्छ यो भन्दा जेलमा पनि। हार्न मन त कसलाई छ र पैसाको खेलमा पनि। नसुती काम नगर सोरो भन्दा बाले भन्ध्या छु। फेरि नमान्नु, सुत्छु 2-3 घण्टा रेलमा पनि। बेकु भन्लान् तर कोही फ्यान हुँदैन बुझ्नु। अर्कै मुलुक कसैलाई तिम्रो ध्यान हुँदैन बुझ्नु। यस्तै सोचेर जसले काम पेल्या छ, जसले भोलि पैसा होला तर ज्यान हुँदैन बुझ्नु। आएको महिना बित्या छैन, पहिले सोधेका छन्, ओइ साथी कति कमाइस, जहिले सोधेका छन्। टाइममा खानु टाइममा सुत्नु भन्छन्, तर कति कमाइस भनी बाले कहिले सोधेका छन्। तडपिरहँदा सम्झनाले यति खोजेका हुन्, पैसामा ज्यान दाउन हाले यति खोजेका हुन्। तिमी आफू मरि घरमा के पैसा पठाउँछौ, जिउँदै घर फर्कनु बाले यति खोजेका हुन्। बिहान 2टा साँझ 3 गर्ने दिन नआओस्, हेल्थ इन्सुरेन्स सिद्धाउने मान्छे बन्ने दिन नआओस्। खानासँग सिचन बाबु के खाइ सोद्धा आमाले, डिप्रेसनको गोली खाए भन्ने दिन नआओस्। अलि बढी पढाइ गर अनि आराम गर। तिरिन्छ ऋण पिर्न गर, आरामले काम गर। रिसले घरकासँग नजर गर्नु यति भन्न चाहे, राम्रो हुन्छ केही समय पर्खनु यति भन्न चाहे। ज्यान नफाल्नु, रमाउनु कमाउनु अनि घर सम्झेर सही सलामत घर फर्कनु यति भन्न चाहे।